पायो भने गाडी हैन भने हिँडेरै अनिशा तिम्रो उता लानु अब जति नै हतार पनि नानीको चाहिँ वेट वाइप्स डाइपर चाहिँ बोक्नै पर्दो रहेछ आमा भएपछि। Hello beautiful people, good morning and welcome back to our channel X Sisters. सबैजनालाई फेरि पनि स्वागत छ हाम्रो भ्लगमा। सो आज चाहिँ म बिहानदेखिको भ्लग स्टार्ट गर्दैछु बेबीसँग बिकज तपाईहरु सबैले थाहा पाइसक्नु भयो होला आज चाहिँ हाम्रो छ इन्जेक्सन नानीको। सो हामी चाहिँ आज इन्जेक्सन लगाउनु जान्छ। अनि छोरा इन्जेक्सन लगाउनु जान्छ। काइजिन नाना चाहिँ रेडी भएर स्कुल जान आँट्नु भएको छ। बाइ बाइ राम्ररी भएर हामी चाहिँ त्यसै भइराख्छौँ। बाइ ए हाजे केटा काइजिन यहाँ हेर न यहाँ बाइ बाइ खै मायाको लुम्नेल छोलालाई मम मिठो बाइ बाइ हाजी देऊ न यता आऊ उतै हेर्छ ऊ चाहिँ फेरि टाटा चोलाएर आउनु लाजु ल बाइ ओ भाइ चलाएर आउनु ल ल बाइ 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 मिठाई ल्याइदिनु ल हैन जंगलमा छ स्कुल। सो म चाहिँ अब छिटो गरेर रेडी हुँदैछु। भाइ चाहिँ सुतिरहेको छ म रेडी भएर चाहिँ उसलाई रेडी गरिदिन्छु। जाडो भयो दिन चाहिँ म त बिहान घाम लाग्ने रहेछ भनेर सम्झिरहेको थिएँ तर इट्स भेरी कोल्ड। खुट्टा ठिराइरहेको छ मेरो चाहिँ। अब आप्पा पनि रेडी हुनुहुँदैछ। नानी उठेर चाहिँ नानीलाई रेडी गरेर चाहिँ हामी चाहिँ जाने। म त पिर लाग्छ नानीको यस्तो भ्याक्सिन हुँदाखेरि चाहिँ। नानीलाई भन्दा पनि ज्यादा त मलाई डर लाग्छ भ्याक्सिनसँग। अस्ति त नाना हुनुहुन्थ्यो नानाले पक्रेको थियो नानीलाई। योपालि त मै पक्रिनुपर्छ होला ज्वरो आउँछ म त त्यही टेन्सन लाग्छ नानीहरुको। यो तर यो 3.5 महिनाको त लास्ट हो त्यहाँदेखि सिधै 9 महिनामा लाग्छ उसको। सो आखिरले रेडी बनाइदिनु हुँदैछ नातिलाई। नाति इज अलमोस्ट रेडी। रेडी भयो यस भन्ने दिन चाहिँ नखाउ न अन्त त्यो चाहिँ जङ भाइ पनि रेडी भइदि जानुपर्छ। यो बोक्दिराख्छु टाइप। सो अब जति नै हतार पनि नानीको चाहिँ वेट वाइप्स डाइपर चाहिँ बोक्नै पर्दो रहेछ आमा भएपछि। ब्यागमा पहिला त मेकअपको सामान पो हुन्थ्यो अहिले त छ। यो स्पेयर टोपी पनि बोकिदिएको छु थाङ्नाहरू बोकेँ। अब चाहिँ रेडी भयो जुत्ता लाएर ज्याकेट लाउँछु त्यहाँदेखि चाहिँ जाने। क्या बल्ल ज्याकेट लाएँ मास्क पनि लाएँ। मास्क चाहिँ किन लगाएको भन्दा चाहिँ मलाई चाहिँ मार्की लागिरहेको छ त्यही भएर चाहिँ मास्क लगाएको। तातो पनि हुन्छ मास्कले। बाहिर कस्तो जाडो छ आज। हिजो त मजाको दिन भएको थियो आज चाहिँ जाडो छ। सो भाइ पनि रेडी भइसक्यो आफू पनि रेडी हुनुभयो। अब चाहिँ हामी जाने ढिलो भइसक्यो। कति बज्यो अहिले 10:30-11 बज्न आँट्यो होला। आप्पा चाहिँ अगाडि जानुहुँदैछ नानी लगेर। म चाहिँ यहाँ खाली हिँड्दैछु। म त सक्दिनँ नानी बोक्नु। आप्पाले बोकिराख्नु भएको छ भाइ चाहिँ। फाटकसम्म हिँडेर जाने त्यहाँदेखिको फाटकदेखिको चाहिँ गाडी पायो भने गाडी हैन भने हिँडेरै हाटु हुन्छ होला हाटु हुन्छ होला। पर्खेको होइन ओह्रालै जाने गाडीमा चाहिँ आउँदैछ।
अब अपुई भाइलाई पनि निन्द्रा लागिसक्यो Here. 11:30 भइसक्यो कि ढिलो हाल्छ माथि त ढिलो भन्दा पनि यस्तै 12 त बजाउँछ ओडालै जाने मात्रै छ रोक्नु न 8 माइल जाने 8 माइल भन्छ माथि ओकाइटी भन्दैन ओकाइटी 8 माइल हामी चाहिँ फाइनली गाडी पाएर चाहिँ गाडीमा जाँदैछौँ उसलाई चाहिँ निन्द्राले साह्रो परिरहेको छ जाडो छ त्यो जाडो आज हुन्छ भाइ सुतेर काइजु उठा त यता हेर त बाबा उठा उठा अब चाहिँ निन्द्रा पनि गयो मेरो भाइको अनिशा तिम्रो उता लानुभएको चाहिँ काट तिमी जानु हुन्छ ल काट उसको मजा चिचुके भयो चिचुके लगाइदिनु त उयो खै मलाई उतापट्टि प्रेसर लाको पनि थाहा पाएको छैन कि भाइले त अझै एउटा त्यही त रुकै छैन ऊ बिस्तारी काइजु काइजु झन्डै दुख्यो भाइ झन्डै दुख्यो है झन्डै दुख्यो भन्दा झन्डै दुख्यो भन्दा काइजु यो चाहिँ थाहा भयो ल ल बेबी यता सो हामी चाहिँ फाइनली बाइकको इन्जेक्सन हालिसक्यो रुएन ऊ चाहिँ एउटा लास्टकोमा चाहिँ अलिकति एकछिन चाहिँ रुयो उसले एउटा दुइटा त पत्तो गरेन ज्वरो चाहिँ आउँछ होला उसलाई ज्वरो चाहिँ आउँछ तर पनि ठिकै छ बिचरा अब लगाउनै पर्छ यो त एसेन्सियल हो नि त पछि रोग बिमार नलागोस् भनेर अहिलेको रुवाइले पछि चाहिँ त्यस्तो दुःख पर्दैन सो हाम्रो चाहिँ गाडीमा राख्नुपर्छ लिएको छु यहाँ छ अहिले लगाउँ न गाडीमा अन्त अब यो चाहिँ लास्ट थियो उसको 3.5 को अब 9 महिनामा छ डाइरेक्ट 9 मन्थ्समा हामी चाहिँ फाइनली घर आइपुग्यौँ टाढैबाट ल्याइदिएछ सम्म ल्याइदियो गाडीले हामी चाहिँ अब घर पस्नु आँटेको अलिक छ पस्नु त तर पुग्नु चाहिँ आँट्यौँ सो
त्यो भाइ त उसले त पत्तो पनि गर्दैन बिचारा ज्वरो चाहिँ आउँछ होला गाडीमा पनि गल्छ त हौ मम्मी इज कुकिङ हामी चाहिँ घर आइपुग्यो खै आमा ए कुकिङ हामी चाहिँ घर आइपुग्यो पत्तो गरेन आया भयो आया भएन तिमीलाई आया भएन छोरालाई सुई हानेर आया भएन खुसी छ त इन्जेक्सन हानेर त अन्त तिमी त आया भएन तिमीलाई त तिन ठाउँ घोचिदिनु भयो त अन्त सिस्टरले आया भएन I love you Kaisen I love you Kaisen I love you mama भन्देऊ न Thank you आमा नानाले हेर्नु न नानाले चाहिँ भाइलाई चाहिँ प्ले जिम मगाइदिएछ थ्याङ्क यू नाना प्ले जिम खेल्ने नानीको नानाले भन्दै थियो नि मलाई यो के पो 5 तारिक इन्जेक्सन लाएर आउनु अन्त छोरालाई म गिफ्ट किनिदिन्छु नि ल खुट्टाले हान्ने त्यही त म त नानाले भन्दै थिएन अन्त मैले नानाले मलाई जिस्काएर म बजार गएर भाइलाई छिङछिङ किनिदिन्छु भने होइन अन्त मैले भनेको थिएँ नि त प्ले जिम होला भने होइन नि त होइन है भन्यो नि त मलाई थ्याङ्क यू नाना म त बोक्नु पनि सक्दैन छोरा त सुतिरहेको छ खोल्नु कसरी राम्री देखेको हौ तपाईँ कार्टुन चाहिँ चाहिन्छ यो मलाई दिनु ल पटक यो त म फुल पो बनाउँछु फुल पो बनाउँछु यहाँ रहेछ है यसमा हालेर लानुपर्छ सबै एउटा गाडी चाहिँ गतिलै चाहिने रहेछ हामीलाई माथिसम्म जानु चाहिने छ कहाँ माथि घरसम्म जान्छ नि त्यस्तै भयो मलाई म पनि भन्नु आँटेकै त्यो त बनाउनु पर्छ होला त आप्पालाई बोलाउनु नि ढल्किराख्नु पर्छ बनाउनु पर्छ नि ए बच्चा थियो दिन्छ यसमा कि उठा त भाइ यो खेल्नु हिँडी आज खेल्नु सक्दैन मलाई मलाई चाहिँ यस्तो पड्काउनु साह्रो मनपर्छ हौ नि एकछिन त्यसै माथि माथि झुन्डाउने होला यसमा ढल्किन्छ अन्त यसमा चाहिँ यसरी लात्ती हान्छ यसरी योसँग मिलाउनु पर्ने रहेछ यो चाहिँ यस्तो हुँदो रहेछ हामीले चाहिँ 3टा मात्रै लगाइदियो बिकज यो चाहिँ तल भुइँमै छुँदै थियो नि त भाइले बिगारिहाल्छ यस्तो हुँदो रहेछ यो अगाडि र पछाडि यो चाहिँ ब्याट्री हाल्नु पर्ने रहेछ त्यस्तो रहेछ थ्याङ्क यू ठुलो मामी
नो निड थ्याङ्क यू भाइ छोरालाई किनिदिएको सो आजको भ्लग चाहिँ यति नै मेरो भ्लगलाई लाइक सपोर्ट एन्ड सेयर गरिदिनुहोस् होला नट मेरो हाम्रो भ्लगलाई सो थ्याङ्क यू फर वाचिङ बाई बाई